गाइज को फर्स्ट गेम खेल्छु म क्या पता Don't believe Shiro. When it comes to the Garcias, I'm the good boy. विषयवस्तुहरू हेर्दा 15वटा मूलभूत प्रश्नहरू अगाडि सारेको देखिन्छ। यी प्रश्नहरूलाई निर्णयको रूपमा समावेश गरेर हामी अप्ठ्यारो पठाउने निर्णय गरेका छौँ। लेखा समितिमा निर्णय हुनु अघि सांसदहरूले प्रतिवेदन ग्रहण गर्ने तरिका, लेखा समितिको नेतृत्व र अरू कार्यशैलीका बारेमा पटक पटक विवाद र नोकझोक भइरहेको थियो। गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईले अख्तियारी नियन्त्रणमा लिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भिड हाल्न गएको अख्तियारको टोलीले भट्टराईले नियन्त्रण लिएको। गृहमन्त्री रमेश लेखकले भट्टराईले मङ्गलबार मात्र मन्त्रालय जानु भएको थियो। उहाँले विभिन्न दिशामा सेटिङ गरेर रकम असुली गरेको लगायतको सूचनाका आधारमा अख्तियारको अध्यागमन कार्यमा छापा मारेको बताइएको छ। अख्तियारको अनुसन्धान टोलीले कार्यालयबाट महत्त्वपूर्ण कागजातसँग बरामद गरेको बताइएको छ। यसरी यो हुँदा पनि भट्टराईमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो। उहाँमाथि करिब 1 दशक राजनीतिक भ्रष्टाचारको मुद्दा लागेको थियो। पूर्व पीडित मान्न किसान खरिदबाट अनियमित रहेको आरोपमा अख्तियार विरुद्ध अनुसन्धान आयोगले 19 मार्च 2072 मा काठमाडौँ जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराई लगायत सर्वोच्च मुद्दा लागेको थियो। तो दामी कुरा हुन पनि उहाँले भन्सार चोकमा ल्याएको तिरपाल महँगो मूल्यमा खरिद गर्नुभएको उहाँले सोझै बजारबाट स्टार्ट गरौँ परीक्षण नगरेको देखिएको थियो। पछि विशेष अदालतले सघाइ दिएपछि उहाँ निजामती सेवामा फर्किनु भएको थियो। यही बिचमा असार 2077 मा उहाँ आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा हुनुभएको थियो। बढुवापछि पनि उहाँ आकर्षक कार्यमा पोस्टिङ भइरहनु भएको थियो। संवैधानिक राज संस्था र सनातन हिन्दू अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित सहकारीको प्रस्ताव दिएको छ। समितिका संयोजक नवराज सुवेदीले सभापति ढिकी पत्र लेखेर सहकारको प्रस्ताव गर्नुभएको सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई सहकारी गर्न प्रस्ताव गरेको पत्रमा सुवेदीले उल्लेख गर्नुभएको छ। सुवेदीले वर्तमान व्यवस्थामा राष्ट्रपति सभापति रवि लामिछानेले निष्पक्ष न्याय शंका व्यक्त गरेको छ। राज्यका प्रमुख संवैधानिक तथा आङ्गिक अङ्गहरू सन्दर्भमा यस व्यवस्थाबाट तपाईँहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो भनाइ छ। राष्ट्रपतिलाई लेखिएको पत्रमा भनिएको छ। अव्यवस्थाको अन्त्य गर्न राज संस्थाको पक्षमा हुने हुन लागेको संयुक्त जनआन्दोलनमा पार्टीका कार्यवाहक सभापति डीपी हरियाले उक्त आन्दोलनपछि राष्ट्रपतिको नैतिक समर्थन वा ऐक्यबद्धता पनि नरहने स्पष्ट संयुक्त जनआन्दोलन सम्बोधन गर्दै लेखेको राष्ट्रपति कार्यालयमा पुगेको थियो। राज्यहरूलाई राप्रपाका केन्द्रीय सदस्यको फोन आएको स्वीकार गर्नुभएको छ। नवराज सुवेदीले फोन गर्नुभएको होइन, राप्रपाका केन्द्रीय सदस्यले फोन गरेर एउटा चिठी दिन त भन्नुभयो। मैले पार्टीका तर उहाँको आन्दोलनमा हाम्रो कुनै पनि संलग्नता र सहकारी हुँदैन भनेको छ। उहाँले उक्त पत्रका विषयमा पार्टीले कुनै सहकारी र बहस समेत पनि नहुने बताएको छ। हरियाले पठाएको पत्रमा सुवेदीले भिडियो व्यवस्थाप्रति असन्तुष्ट रहेको आफ्नो बुझाइरहेको उल्लेख गरेका छन्। यस विषयमा प्रश्न गर्दा अरियाले जवाब दिनुभयो, त्यो हाम्रो केही गुनासो छैन, हाम्रो दृष्टिकोण के छ भने गर्छौँ तर यो कार्यक्रममा हाम्रो कुनै पनि किसिमको आबद्धता वा अमुक नेताहरूले चाहेर हुने कुरा पनि नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात रातिबाट भारतमा विद्युत निर्यात सुरु भएको प्राधिकरणका जानकारी दिनुभएको छ। शनिबार राति 200 मेगावाट विद्युत निर्यात भएकोमा 30 मेगावाट
Double kill. उहाँले बताउनु भएको छ केही दिनको वर्षासँगै नदीमा पानीको बहाव बढेपछि बिजुली अब हेर्नुहोस् मेरो गेम प्ले विद्युत निर्यात गर्न थालेको हो तपाईँ जान्छ मान्छे कस्तो चलाउँछु हाम्रो पाइयो भने प्राधिकरणलाई यो समय राहत दिएको छ I need equipment. नदीमा पानीको बहाव बढेसँगै नेपालको के हुन्छ? किलोमा हुने मार्केट Head there. हजुर हस् भारीमा विद्युत उत्पादन भएको उहाँले बताउनु भएको छ पिक डिमान्ड भएको समय र दिनमा विद्युत आयात भएको छ मङ्गलबार मात्र भारतबाट 278 मेगावाट विद्युत आयात भएको उहाँले बताउनु भएको छ यो वर्षको सुक्खायाममा नेपालले 1000 मेगावाटसम्म विद्युत भारतबाट आयात गरेको थियो वर्षको बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिणाम पनि भएको थियो यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ विद्युत निर्यात गर्न सुरु गरेको बताउनु भएको छ प्रतिनिधि सभाको पूर्वाधार पहिले उत्पादन बढेपछि बिजुली आपूर्ति भइरहेको उहाँले बताउनु भएको छ साथै ऊर्जा मन्त्री खड्काले व्यवसायहरूसँग लिनुपर्ने मर्न नि त मर्दैन यत्रो हान्दा को मर्दैन खड्काले यस्तो बताउनु भएको हो उहाँले मन्त्री परिषदले लाल आयोगलाई आधार मानेर कत्रो प्राधिकरणलाई Double kill. अगाडि बढाइरहेको उठाउने काम सुरु हुने पनि उहाँले दाबी गर्नुभयो मन्त्री खड्काले विषय वस्तुमा बढी केन्द्रित रहेर काम अगाडि बढाउन समितिलाई आग्रह पनि शाहको समर्थनमा चैत्र 15 गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा भएको अवांछित गतिविधि सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ काठमाडौँ प्रहरी अनुसन्धान सम्बन्धी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिएको छ सो घटनामा मेडिकल सिचुएसन सहित 8 जना विरुद्ध ज्यान मार्ने अभियोग लगाउनु पर्ने राहे प्रहरीको छ दुर्गा पसाई र नवरात्रिमा भएको जसका कारण चुनावले निर्णय बचत तथा सहकारी संस्था भवन मर गई भाई ओ भाई 1v4 सॉरी 1v3 ओ भाई One opportunity closes the door. क्या बताऊं Just bust that door back open. I need equipment. राष्ट्रपतिका नवनियुक्त गभर्नर डाक्टर शपथ लिएपछि नवनियुक्त गभर्नर पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताउनु भयो मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेर आफू अगाडि बढ्ने उहाँले स्पष्ट पार्नु भएको छ पौडेलले बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले दिएको आन्तरिक विषय भएको पदभारपछि गभर्नर पौडेलले 5 सफाई गर्ने निर्णय गर्नुभएको छ सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डाक्टर पौडेललाई नियुक्त गरेको थियो यस अधिकारीको कार्यकाल चैत्र 24 Enemy spotted. नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विधानसभामा कुनै अनियमितता भएको First blood. खण्डमा आफू बयान दिन जाने बताउनु भएको Double kill. सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो उहाँले आवश्यक छानबिन गरिकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी सम्हाल्नु छ गाइस उहाँले आवश्यक कारबाही गर्न पछि हट्न नहुने गरी बताउनु भयो कोही संलग्न भएको प्रतिबद्धता पनि जनाउनु भएको छ सांसद भट्टराईले कसैलाई लुकाउन छिपाउन स्पष्ट पार्नुभयो लेखा समितिले पोखरा विधानस्थलको अध्ययन गर्न गठित गरेको राजेन्द्र लिङ्गेल संयोजक रहेको उपसमितिको प्रतिवेदनले विमानस्थल बन्द भन्नुभयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको कोर्टले लिङ्गेललाई भन्नुभयो तपाईँको प्रतिवेदनको यो भाषाले पोखरा अन्तर्राष्ट्रिय बन्द गर्ने हुन्छ पोखरा I need equipment. बन्द गर्ने भनेको बताए बताउनु भएको छ आरोपित गर्ने कार्य भएको भन्दै विमानस्थल सञ्चालन कसरी गर्ने भन्ने विषयमा सुझाव दिनुपर्नेमा त्यस्तो हुन नसकेको टिप्पणी गर्नुभएको छ राष्ट्रिय गौरवको परियोजनालाई बदनाम गरिरहेका छौँ अन्तर्राष्ट्रिय मिडियाले कभर गरिरहेको छ थियो पोखरा भैरवा विमानस्थलमा यस्तै किचन होस् भन्ने कतिपयले खोजिरहेका थिए
अघि उहाँले भन्नुभयो यी विमानस्थल निर्माणमा एमालेका कोही पनि संलग्न भए कारबाहीको दायरामा आउने र आफू पनि त्यसमा रहेको उहाँले बताउनु भएको छ। नेकपा एकीकृत समाजवादीका सांसद प्रेम कुमार आलेले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा 10 अर्बभन्दा बढी रकम वार्ताबाट भ्रष्टाचार भएको बताउनु भएको छ। बुधबारको सार्वजनिक बजेट समितिको बैठकमा उहाँले जारी नोभेम्बरको मात्र उपलब्ध गराइएको बताउनु भएको छ। उहाँले त्यसको बारेमा जप्ने अर्थ मन्त्रालयबाट दामी 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 एक गोली यस पूरा क्लियर गाइज सांसद आलेले भ्रष्टाचारको टेलर पोखरा विमानस्थलमा ओ भाइ I need equipment. आग्रह गर्नुभएको छ। तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोही अनुसार श्रेष्ठ नेतृत्वको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर आएर सधैँ बिजुली रहनुभन्दा आफ्नो शीर्षस्थ नेताहरूसँग गएर कुरा गर्न आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय मान्यता अनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको बताउनुभयो। अर्को पनि त्यहीसँग खेल्ने कोसिस नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा First blood. सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको भएको छ। उहाँले स्पष्ट पार्नुभयो। उहाँले निर्माणको जिम्मा देशसँग नभई छिमेकी Double kill. गाइस कसरी जित्ने उहाँले ठेकेदार कम्पनीको सम्झौता तेस्रो प्लेयरले गर्दा एउटाले गर्दा स्तरगत अध्ययन गरेर दिएको निर्देशअनुसारै प्रत्येक अपराधीहरूलाई पूरक मकसद अख्तियारमा पठाउने काम गर्नुपर्ने पनि बताउनुभयो। आर्थिक वर्ष 2082-83 बजेट आउन एक साता बाँकी छ। सर्वसाधारण सम्मले त्यसबाट विभिन्न खालका चासो र अपेक्षाहरू व्यक्त गरिरहेका छन्। बजार मूल्य लगायतलाई प्रभावित गर्ने भएर खास गरी निजामती कर्मचारीहरूको तलब भत्ताका विषयमा बजेटले बोल्छ भन्ने देखिन्छ। निजामती कर्मचारीका संगठनहरूले तलब र भत्ता वृद्धि लगायत पिरो भाइ पिरो अस्ति पनि यस्तै यस्तै आएको थियो। धेरै लामो बनाउनु रहेछ भिडियो 13 मिनटको भइसक्यो 20 मिनटको चाहिँ बनाउनुपर्छ बनाउँछु Young Tatsuya knows how to get things done. एमपी जिएटीमा चाहिँ धेरै चलाउँछु गाइस उतो त्यसमा आफूहरूले न्यूनतम तलबमा वृद्धिका साथै अन्य सेवा सुविधा हेर्न पनि ध्यान आकर्षण गराएको बताउनु भएको छ। अर्थमन्त्री उनले राज्यको ढुकुडी हेरेर केवल विचार गर्नुपर्ने समय राज्यले हात दिँदै आएको तलब सुविधा First blood. सकारात्मक हुँदा विगतमा 3 वर्ष नपुरी बीचमै सरकारले बढाएका उदाहरणहरू पनि रहेको उहाँले राष्ट्रहितका विषयमा केन्द्रित रहेर संवाद भएको बताइएको छ। राष्ट्र जनता र स्वाभिमानको नयाँ पुस्ता र गौरवशाली इतिहासको बीचमा संवाद राष्ट्र
चल्दै चल्दैन 28 छ यस That's what happens when you meet the bestest hand of my fist. Need equipment. बट भन्दाखेरि क्या कर लाइभ गरेको छु आइडी त 6 इयर हो धेरैजना हाल्छ 2000 First blood. Help me, Spot. यो विषयमा छानबिन हुनुपर्छ तर First blood. Airdrop. Double kill. हजुर हस् माथिको छलफलमा मन्त्री पञ्चायत छलफल गरेर विद्यालय शिक्षा विधेयकमा सम्झिरहेको बताउनु भएको छ। कतिपय विषयमा राजनीतिक तर्फमा पनि सहमति खोजिनुपर्छ भन्ने बताउनु भएको छ। First blood. अन्तिममा टुङ्गोमा पुर्याउने गरेर छलफल बढाउन सुझाव दिएको छ। अमरबहादुर थापाले पक्नु उहाँले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई भार नपर्ने गरेर योजनाबद्ध र हजुर सुधारको योजनाहरू ल्याउनु पर्छ। ल सार्वजनिक हितको पक्षमा रहेको तथ्यमा आधारित अभिव्यक्तिलाई मान्न Thanks. That's what happens when you meet the bestest hands of my fist. Thanks. Need equipment. Head there. Head there.
Double kill. मन पर्यो मूल्याङ्कन गरौँ पहिला पट्टा गरिहालौँ मूल्य कसरी सोध्नु भएको छ अब मैले त मिलिहाल्छ नि हजुर रोड साइडको जग्गा हो घर पनि छ चोरेको भाउ आयो भने छोडिदिन्छु होइन क्या मूल्य कसरी छ भन्नु न त मोर्मिलो भने हामी अहिले गएन अब यो एरियामा अहिले चलेको भाउ चाहिँ आनाको 50,000 हो घर सहित 8 लाख रुपियाँ आयो भने म छोडिदिन्छु First blood. Thanks. Head there. अब 8 लाखैको ल ठिकै छ कमिसन कसैलाई दिन नपर्ने भएको हुनाले यो जग्गा हामी लिन्छौँ होइन अहिले 20,000 महिना समाउनुहोस् अरू पैसा पास गर्नु दिन्छौँ तर 15 दिनभित्र जग्गा चाहिँ पास हुनुपर्छ नि When one opportunity closes a door, you can just bust that door back open. ल त अहिले हामी लाग्यौँ है त यो चार्ज Equipment. अन्त गर्दैछु